लु साथीहरु यो चाहिँ 13 कुनी दको तलतिरको साइड हो जाम परै गरौँला चाहिँ पानी गुलाबी कलरको बग्छ हैन लेदो लागेको हो कि यो पानी नै यस्तै बगिरहेछ नगला हैन मागिन देख्न सक्नुहुन्छ तपाईहरुले पानीको कलर नै बिग्लिन्छ हैन चाहिँ सेतो बग्छ उतातिर फेरि रातो कस्तो लाग्यो भाइ तलाई एकदम राम्रो मिडिया Halo gig bosan. बिस्तारै त्यही गरौँला कस्तो महसुस भइरहेको केटाहरु महसुस हेर यो त यो उठ्छ भित्र जानै पर्यो है केटाहरुले भोग्न नि सकेका छन् इट्स गुड आइजन त्यहाँतिर डिङ्नु ल्याइन आएन डिङ्नु ल्याइन आएन यो चोय ल्याइन आएन कस्तो कहाँ जाने त्यहाँबाट झार्दै हिँड्नु लाग्ला मेरो त भस्मै लाग्छ नि म पार्टीहरु चलाउँछु आइजको लाग्दैन देख्न सक्नुहुन्छ यो एकदमै रमाइलो छ के छ भाइ कस्तो बानी त भन्दैन देख्न सक्नुहुन्छ यो थिङ्रे लागेर हैन आउँछ कि जङ्गलहरू एकदमै राम्रो र सुन्दर छ म चाहिँ यहाँ भित्रै पुगिसकेको छु हैन देख्न सक्नुहुन्छ हैन बर्खाको याममा यो बोझो भन्ने यो चाहिँ रुगाखुकीको लागि एकदमै राम्रो क्षति पनि हुन्छ र बर्खा चाहिँ यहाँसम्म अनि देख्न सक्नुहुन्छ यहाँ चराहरू बसेर पानी खाने कालिजहरू पिउराहरू आएर चाहिँ पानी खाने
जनावरहरूको लागि पनि पारिदेखि छ खुल्ला, त्यहाँदेखि चाहिँ छैन। अनि देख्न सक्नुहुन्छ गेट सेट नागेर आउँदैछन् हाम्रा साथीहरू। यहाँ चाहिँ डुग्ला डुग्ला जस्तो भइसक्यो, धेरै नै रहेछ। देख्न सक्नुहुन्छ मेरो हालत यो बाटोमा के लाग्यो है। अहिले सफा गर्नुलाई 1 घन्टा लाग्छ। खासमा यसको नाम चाहिँ 13 कुने डग किन राखेका हुन् त्यो चाहिँ थाहा भएन, तर 13 वटा कुना चाहिँ थिए गरे पहिला। ओ माइ ला उता भएबाट मैले यो पाइन्टमा त त्यति लाग्दैन नि मेरामा क्या। यहाँ बनाउला के यहाँ राम्रो ठाउँ छ।